हेलो एभ्रिवान, म सदा चाहिँ आज पनि एनएफसीको टेक्निकल एनालाइसिस गर्न गइरहेको छु। लगातार 6 दिन भयो बजारमा फल चाहिँ कन्टिन्यू देखिन्छ र सम्हालिनु कोसिस भन्ने चाहिँ बजारले गरेको छैन। एउटा पावरफुल ग्रिन क्यान्डल थियो, एकदमै राम्रो भोल्युम शुद्ध बनेको, जुन भनेको चाहिँ 10 अरब लगभग 10.5 अरबको कारोबार रकम शुद्ध बनेको एउटा चाहिँ पावरफुल ग्रिन क्यान्डल थियो। आज चाहिँ बजारले लगभग त्यसको तलपट्टि क्लोजिङ गरेको छ। यो चाहिँ बजारको लागि त्यति सकारात्मक होइन। सर्ट टाइम फ्रेममा हामीले मार्केटको कुरा गर्छौँ भने बजार त्यति राम्रो देखिँदैन। सर्ट टाइम फ्रेममा मोमेन्टम गुमाएको छ बजारले भन्ने चाहिँ क्लियरली देखिन्छ। र अबको लागि हामीले कस्तो रणनीति बनाउन सकिन्छ भनेर चाहिँ हामी डिस्कस गरौँ है त। अब बजारले कम्तीमा पनि 2700 भन्दा माथि क्लोजिङ गर्नुपर्ने अवस्था देखिन्छ। अहिलेलाई चाहिँ इन्ट्री गरिहाल्नको लागि कम्तीमा पनि 2660 देखि 2700 भन्दा माथि क्लोजिङ गऱ्यो भने चाहिँ अलिकति सर्ट टर्म ट्रेन्ड चाहिँ बजारको चाहिँ सकारात्मक हुने देखिन्छ। नत्र भने चाहिँ बजारले जस्तो रिभर्स गर्ने, पुल ब्याक गर्ने अनि स्टप लस हिट गरेर फेरि डाउन जाने चाहिँ देखिन्छ। लगानीकर्ताहरूमा एकदमै धेरै अन्यलता देखिन्छ है। उनीहरूको चाहिँ कन्फिडेन्स डाउन भएको भनेर चाहिँ यो मजाले बजारको प्याटर्नहरूले क्यान्डलको स्ट्रेन्थले त्यही नै देखाउँछ बजारमा। अबको लागि हामीले इन्ट्री गर्नुको लागि कम्तीमा पनि बजारले चाहिँ 2700 भन्दा माथि क्लोजिङ गर्नुपर्ने भयो। एउटा कन्डिसन भनेको अझ कन्फर्म भएर गर्नुहुन्छ अलिकति एग्रेसिभ इन्ट्री गर्नुको लागि चाहिँ बजारले 2740 अथवा 50 भन्दा माथि क्लोजिङ गर्नुपर्ने हुन्छ। अनि मात्र बजारको सर्ट टर्म ट्रेन्ड चाहिँ सकारात्मक भयो भनेर चाहिँ हामीले लिनेछौँ। अहिले चाहिँ बजार एउटा महत्त्वपूर्ण सपोर्टको जोनमा चाहिँ आइसकेको छ है। यो जोनमा चाहिँ आइसकेको छ र मैले चाहिँ यो जुन भनेको चाहिँ 2580 भन्दा पनि यो एरियालाई चाहिँ अलिकति महत्त्वपूर्णको साथ हेरेको छु। जुन भनेको चाहिँ 2540 को एरियालाई चाहिँ है त। किनभने यहाँबाट चाहिँ एउटा पावरफुल मुभ चाहिँ बजारको 2540 को एरियाबाट चाहिँ एउटा इम्पल्सिभ राइज चाहिँ बजारमा स्टार्ट भएको थियो है त। यो एरियाबाट एउटा पावरफुल मुभ गएको भएर है यसबाट चाहिँ एउटा माइनर पुल ब्याक मात्र गएको थियो एरियाबाट। जुन भनेको चाहिँ के अरे 2580 को एरिया थियो। त्योभन्दा पनि मलाई चाहिँ यो एरिया चाहिँ अलिकति महत्त्वपूर्ण डिमान्डको रूपमा हेरेको छु मैले। जुन भनेको 2540 देखि 2550 को एरिया। अबको दिनमा बजारमा मानिलिउँ है बजार यहीँबाट फर्केर गयो रे होइन, सट्टै यहाँबाट बढेर गएर यो जुन 2700 भन्दा माथि क्लोजिङ गऱ्यो भने त बजार राम्रो नै हुने देखिहाल्यो होइन। त्यो गर्न सकेन बजारले चाहिँ अझै फललाई चाहिँ निरन्तरता दियो भने चाहिँ अब चाहिँ के हुनसक्छ भन्दाखेरि यसरी डाउन आउने, यो एरियामा सर्टेन लेभलमा आएर यो एरियालाई टेस्ट गरेर एकचोटि भनेको चाहिँ 2540 देखि 50 को एरियाबाट रिभर्स भएर जान सक्ने सम्भावना पनि त्यत्तिकै रहन्छ बजारको। होइन त्यो पनि गर्न सकेन बजारले भने चाहिँ एकचोटि यो एरियामा आउने, रिकभर गरेर अर्को भनेको चाहिँ जुन 2440 अथवा 50 को एरियाबाट फेरि बजार बाउन्स भएर चाहिँ जान सक्ने सम्भावनाहरू चाहिँ एकदमै धेरै छ। अब हामी कन्फिडेन्ट भएर इन्ट्री गर्नुको लागि सर्ट टर्म फ्रेममा ट्रेन्ड चेन्ज भयो, रिभर्स भयो भनेर चाहिँ भन्नुको लागि चाहिँ 2700 भन्दा माथि नै क्लोजिङ गर्नुपर्ने चाहिँ हुन्छ है बजारले। अनि मात्र सर्ट टर्म ट्रेन्ड चाहिँ बजारको सकारात्मक हुने। अहिले चाहिँ हामी पर्खर हेरेको रणनीतिमा नै बेटर हुने देखिन्छ। बजार मिड टर्म र लङ टर्ममा चाहिँ एकदमै राम्रो छ, एकदमै पर्फेक्टली भ्यालु जोनमा चाहिँ बजार आएको छ। तपाईँहरूले चाहिँ पोर्टफोलियोमा चाहिँ आफ्नो फन्डामेन्टली स्ट्रङ कम्पनीहरू चाहिँ राख्नुभयो भने चाहिँ यो चाहिँ एउटा चाहिँ एकदमै डिमान्डको एरियामा चाहिँ बजार आएको छ है त। लङ टर्म र मिड टर्मको लागि स्टक किन्ने एरिया हो यो। सर्ट टर्मको लागि चाहिँ बजारमा ट्रेन्ड छैन। सर्ट टर्ममा चाहिँ बजार अलिकति खस्किएको छ मोमेन्टम भनेर मजाले यो चाहिँ चार्ट प्याटर्नहरूले पनि त्यस्तै देखाउँछ है त। एकचोटि विकली फ्रेममा पनि हेरौँ बजारलाई। ओके, विकली फ्रेममा हामीले हेर्छौँ भने जस्तै यो हप्ता बजार सकारात्मक हुनको लागि कम्तीमा पनि प्रिभियस विकको हाईभन्दा माथि बजारले कारोबार गर्न पनि हुन्छ। जुन भनेको चाहिँ त्यही 2690 को एरिया हुन आउँछ र होइन बजारले त्यस्तो गर्न सकेन र यो हप्ता बजारले 2606 भन्दा तलतिर कारोबार गरिदियो अथवा 2600 भन्दा तल कारोबार गर्यो भने चाहिँ विकली क्यान्डलको बेसिसमा चाहिँ बजार अलिकति नेगेटिभ हुने देखिन्छ। किनकि यो एउटा ग्रिन क्यान्डल थियो, यो जुन एउटा मे 4 तारिकमा बनेको चाहिँ त्यो हप्ता बनेको क्यान्डल चाहिँ ग्रिन क्यान्डलमा राम्रो कारोबार रकम पनि थियो। तर त्यो ग्रिन क्यान्डलको लो भन्दा माथि क्लोजिङ भयो भने चाहिँ सर्ट टाइम फ्रेममा चाहिँ अलिकति मोमेन्टम खस्किने देखिन्छ बजारको। अहिले चाहिँ बजार साइडवेज बसेको छ है त। र अब सर्ट टर्ममा बजार अलिकति पिभटबाट हेर्छौँ भने पनि बजार ट्रेन्ड रिभर्स भयो। सर्ट टर्ममा अलिकति राम्रो इन्ट्रीहरू गर्नुको लागि कम्तीमा पनि बजारले चाहिँ यो महिनाको पिभटभन्दा माथि कारोबार गर्नुपर्ने हुन्छ। जुन भनेको चाहिँ 2660 को एरिया हुन्छ। यो महिना यदि बजारले कुनै पनि दिन 2660 भन्दा मासतिर कारोबार गर्न थाल्छ भने चाहिँ पिभटको बेसिसमा सर्ट टाइम फ्रेमको लागि पनि बाई हुन्छ। नत्र पनि पिभटले पनि अहिले चाहिँ सर्ट टर्म ट्रेन्डमा चाहिँ राम्रो स्ट्रेन्थ छैन, नन ट्रेन्डिङ भनेर चाहिँ क्लियरली भन्छ। मिनिमम क्राइटेरिया सर्ट टर्म ट्रेन्ड पोजिटिभ हुनुको लागि 2660 भन्दा बजार माथि रहन पर्ने हुन्छ है त। र अर्को भनेको चाहिँ 50 दिनको मुभिङ एभरेज भन्दा पनि बजार तल छ। बारम्बार 50 दिनको मुभिङ एभरेजबाट सप्लाई खाएर बजार आइरहेको छ। अबको लागि इन्ट्री गर्नुको लागि सर्ट टर्म फ्रेममा बजार राम्रो भयो भन्नुको लागि कम्तीमा पनि 50 दिनको मुभिङ एभरेज भन्दा माथि हुनु पर्यो। र अलिकति नेगेटिभ कुरा भनेको बजार 200 दिनको मुभिङ एभरेज भन्दा तल छ। यो भनेको चाहिँ बजारको त्यति राम्रो सेन्टिमेन्ट होइन है। यसमा चाहिँ लगानीकर्ताहरूमा चाहिँ अलिकति सेन्टिमेन्ट खस्किएको, अलिकति निराश भएको भनेर चाहिँ बजारको यो 200 दिनको मुभिङ एभरेजले पनि भन्छ। बजार 200 दिनको मुभिङ एभरेज भन्दा तल
तल नआउने होइन। जस्तै हामीले अन्तर्राष्ट्रिय बजारहरू पनि हेऱ्यौँ भने आउँछ 200 दिनको मुभिङ एभरेजभन्दा तल आउँछ, तर आए पनि यो एरियाभन्दा तल चाहिँ धेरै बजार बस्दैन है। यहाँबाट चाहिँ रिभर्स गरेर गइहाल्न पर्ने हुन्छ, होइन अझ लामो टाइममा 200 दिनको मुभिङ एभरेजभन्दा पनि तल बजार बस्यो भने चाहिँ यो 200 दिनको मुभिङ एभरेजलाई नै बजारले क्लियर गर्न एकदमै गाह्रो हुन्छ, एकदमै धौधो हुन्छ। त्यो चाहिँ त्यति राम्रो सेटअपहरू हुँदैन, बजारले चाहिँ यो एरियाहरूतिरबाट तुरुन्तै फर्किहाल्न पर्ने हुन्छ है त। सर्ट टर्म ट्रेन्डमा पनि अलिकति पोजिटिभ हुनको लागि चाहिँ यो एरियामा चाहिँ अलिकति बजारले रिकभर गरेर कम्तीमा पनि 200 दिनको मुभिङ एभरेजभन्दा मासतिर चाहिँ कारोबार गर्न पनि हुन्छ। 200 दिनको मुभिङ एभरेजले पनि ट्रेन्डहरू अलिक बजारको खस्केको भनेर नै देखाउँछ। एकचोटि एमएसिडी पनि हेरौँ। एमएसिडीमा सेल सिङ्गल छ, जेरो लाइनभन्दा माथि नगइकन जेरो लाइनभन्दा तलै सेल सिङ्गल आउनु बजारको लागि त्यति राम्रो होइन। एमएसिडीमा सेल सिङ्गल छ, अझै स्विङ लो ब्रेक गऱ्यो भने अझै स्ट्रङ सेल सिङ्गल चाहिँ हुने गर्छ है। स्विङ लो ब्रेक गरिदियो भने र एमएसिडीमा सेल सिङ्गल छ त्यो पनि त्यति राम्रो चाहिँ होइन। एमएसिडीमा सेल सिङ्गल जेरो लाइनभन्दा तल र यो इन्टायर र्यालीको चाहिँ हामीले हेर्छौँ भने एकदम साइडवेज देखिन्छ है। यो साइडवेज देखिन्छ, यसले चाहिँ के भन्छ भने लगानीकर्ता हातमा अन्यलता छाएको है, एकदमै अन्यलता छाएको, उनीहरूमा चाहिँ कन्फिडेन्स लुज गरेको भनेर यो जुन एमएसिडी छ यसले पनि भन्छ पुरै कम्प्लिटली साइडवेज देखिन्छ। र एकचोटि आरएसआईबाट पनि हेरौँ। आरएसआईको भ्यालु 39 मा छ, नन ट्रेनिङ जोनमा छ। सर्ट टर्म फ्रेममा बजारले आफ्नो मोमेन्टम गुमाएको छ, बजारमा ट्रेन्ड छैन भनेर भन्छ। ओके, बोलिन्जर ब्यान्ड पनि हेरौँ। बोलिन्जर ब्यान्डको मिड ब्यान्डभन्दा बजार तल छ। जबसम्म मिड ब्यान्डभन्दा तल रहन्छ सर्ट टर्म ट्रेन्ड चाहिँ बजारको राम्रो हुँदैन। कम्तीमा पनि सर्ट टर्म ट्रेन्ड राम्रो सकारात्मक हुनुको लागि मिड ब्यान्डभन्दा माथि र बजारले कारोबार गर्नुपर्ने हुन्छ। अलिकति स्ट्रङ सर्ट टर्म ट्रेन्ड हुनुको लागि चाहिँ अप्पर ब्यान्डलाई मोडिफाई गर्दै बजार चाहिँ मुभ हुनुपर्ने हुन्छ। अहिलेको अवस्थामा चाहिँ बजार लोवर बोलिन्जर ब्यान्डभन्दा मिडल बोलिन्जर ब्यान्डभन्दा तल छ है। र अझ आगामी दिनमा यसले चाहिँ लोवर बोलिन्जर ब्यान्डलाई मोडिफाई गर्दै यदि डाउन ट्रेन्डमा आउँछ भने चाहिँ अलिकति डाउन ट्रेन्डको फल चाहिँ अलिकति स्ट्रङ हुनसक्छ है त। अहिले चाहिँ हामी बोलिन्जर ब्यान्डबाट पनि नन ट्रेडिङ जोनमा चाहिँ छौँ है त। महत्त्वपूर्ण इन्डिकेटरहरूले पनि बजारमा ट्रेन्ड छैन भनेर नै भन्छ। सर्ट टर्म ट्रेन्ड चाहिँ भर्खर हेरेर नै देखिन्छ बजारको कि महत्त्वपूर्ण सब इन्डेक्सहरूको पनि एनालाइसिस गरौँ। जस्तै हाइड्रो पावरमा चाहिँ हामीले हेर्छौँ भने हाइड्रो पावर पनि प्याटर्न अलिकति बिग्रेको छ है। यसको चाहिँ हामीले सरसर्ती यसरी हेर्दाखेरिमा जुन एउटा चाहिँ बेरिस फ्ल्यागवाला प्याटर्न बनाएको छ है त। यसले चाहिँ यस्तै एकदमै सार्प फल है, एकदमै पावरफुल सार्प फल थियो र बजारले चाहिँ यहाँ एउटा यो जुन अफ साइड थियो यसमा चाहिँ स्ट्रेन्थ थिएन है, बजार साइडवेज थियो र फेरि एउटा चाहिँ पावरफुल डाउन ट्रेन्ड दिएको भएर यो चाहिँ एउटा जुन यो च्यानल छ योभन्दा पनि बाहिर निस्केको भएर एउटा चाहिँ कस्तो हुन्छ भने कन्टिन्युसन टाइपको प्याटर्न के, एउटा पावरफुल डाउन साइड त्यसपछि एउटा चाहिँ फ्ल्याग बनायो, फेरि एक लेभल अलिकति तल नै आउने हो कि भन्ने चाहिँ एउटा चाहिँ अलिकति डाउट हुन्छ। हाइड्रोमा चाहिँ अलिकति विचार गर्नु होला है, यसमा चाहिँ त्यति राम्रो प्याटर्न बनेको छैन। यसमा अलिकति डाउटफुल केले पनि भयो भने जुन एउटा पावरफुल फल छ है, यो फलमा एकदमै धेरै स्ट्रेन्थ छ, त्यसपछि गरी जुन बढेको थियो यो मुभ चाहिँ बजारको साइडवेज छ के, यो चाहिँ साइडवेज छ। अहिले फेरि बजारको जुन घटिरहेको छ यो घटा एकदमै पावरफुल छ, स्ट्रेन्थको साथ यसले चाहिँ ट्रेन्ड लाइनको ब्रेकडाउन गरेको छ कि च्यानलभन्दा बाहिर निस्केको छ। त्यही भएर चाहिँ यो फलमा चाहिँ स्ट्रेन्थ हुनसक्छ। अलिकति हाइड्रो पावरलाई चाहिँ अलिकति विचार गर्नु होला है त। स्टकहरूमा चाहिँ फरक देखिन्छ, इन्ट्री गर्नुको लागि चाहिँ अहिले हतार नगरिहाल्दा चाहिँ बेटर देखिन्छ। मैले हाइड्रो पावरको चाहिँ ट्रेन्ड अलिकति खस्केको हो कि जस्तो चाहिँ पाएको छु र यसले यो माथिको एउटा जुन पहिलाको प्रिभियस रिजेक्सन खाएको एरिया थियो यसलाई पनि क्लियर गर्न सकेन, त्यहीँबाट चाहिँ बजारमा सेलिङ प्रेसर आएको छ। अबको लागि तपाईँहरूले इन्ट्री गर्नुको लागि कम्तीमा पनि यसले 3637को एरियालाई क्लियर गर्यो भने अलिकति राम्रो हुने देखिन्छ कि अब बढेर गइहाल्यो भने पनि यसले च्यानललाई टेस्ट गरेर फेरि डाउन जान सक्ने सम्भावना एकदमै धेरै देखेको छु मैले हाइड्रो पावरमा है त। यो बढेर गइदिइहाल्यो पनि यो च्यानललाई टेस्ट गर्ने, एउटा रिकभर गर्ने, सेलिङ अपर्च्युनिटी दिएर फेरि एकचोटि डाउन आएर आइदर यो एरियाबाट जाला नत्र भने अलिकति तल आएर यो एरियाबाट चाहिँ जान सक्छ है। लङ टर्ममा त राम्रै देखिन्छ, इम्पल्सिभ अफ साइड गएको छ है, राम्रै मुभ बनाएर चाहिँ गएको छ। तर सर्ट टर्ममा चाहिँ यसको पनि मोमेन्टमहरू अलिक खस्केको अलिक बिग्रेको देखिन्छ। यो प्याटर्नको पनि हामीले कुरा गर्छौँ भने एउटा हेड एन्ड सोल्डर टाइपको प्याटर्न हो है, यति राम्रो चार्ट प्याटर्न पनि होइन। यदि यसको भ्यालिडेसन भयो भने चाहिँ अझ अलिकति सेलिङ प्रेसर चाहिँ स्ट्रङ हुनसक्छ। अब हामीले हाइड्रोमा इन्ट्री कतिखेर गर्ने भन्दाखेरि बरु अहिले चाहिँ पर्खर हेरेर नै गर्ने, स्टपलस हिट हुन्छ भने स्टपलस लगाइदिने, भोलिको दिनमा यो लोहरू ब्रेक गरिदियो भने अलिकति कन्फिडेन्स अझै आउँछ डाउन ट्रेन्डमा। र अब हामीले चाहिँ कहाँ इन्ट्री गर्ने भन्दाखेरि कम्तीमा पनि यसले चाहिँ यो माथिबाट यो बेरिस फ्ल्यागको टार्गेट भनेको कति रहन्छ भने माथिबाट जति आयो यसको लगाएर हेर्छ भने 1 हुन आउँछ, जुन भनेको चाहिँ 3100को एरियाहरू हुन्छ। बरु यो एरियामा आएर चाहिँ बरु हामीले के किन्नको लागि चाहिँ हेर्न सक्छौँ है त। बरु यो के गरी तल आइदिइहालेको अवस्थामा है त भोलिको दिनमा त्यो जोनहरू ब्रेक गरेर आयो भने बरु यो एरियातिर हामी रिस्क लिन्छौँ है, कि त यो एरियामा रिस्क लिन्छौँ कि त यो हाई ब्रेक गरेपछि अनि चाहिँ रिस्क लिन्छौँ है, यो सप्लाईलाई क्लियर गरेपछि रिस्क लिन्छौँ कि चाहिँ यहाँ गर्छौँ। अहिले चाहिँ नन ट्रेडिङ जोनमा छ, ट्रेड गर्ने एरियामा चाहिँ छैन हाइड्रो भन्छ। बरु यो एरियातिर चाहिँ हामीले अलिकति विचार गर्छौँ, हाइड्रोलाई अहिले त्यति राम्रो प्याटर्न चाहिँ छैन।
ब्याङ्किङमा नि मोमेन्टम छैन, मोमेन्टम नै लिन सकेको छैन है। ब्याङ्किङमा तपाईँले लङ टर्मको लागि हाल्नुहुन्छ भने पर्फेक्टली भ्यालु एरियामा ब्याङ्किङको स्टकहरू आएको छ है, एकदमै भ्यालु जोनमा चाहिँ ब्याङ्किङ छ। लङ टर्मको लागि र मिड टर्मको लागि हेर्नुहुन्छ भने सर्ट टर्म ट्रेन्ड सकारात्मक हुन कम्तीमा पनि च्यानलभन्दा बाहिर निस्किनु पर्यो, कि त भने यो हाईलाई ब्रेक गर्नुपर्ने हुन्छ। यस्तो हाईहरू ब्रेक गरेपछि मात्र अलिकति बेटर देखिन्छ। सर्ट टर्म ट्रेन्डमा राम्रो छैन, लङ टर्म र मिड टर्मको लागि पर्फेक्टली भ्यालु एरिया जोनमा ब्याङ्किङ आएको भन्ने चाहिँ हामी भन्न सक्छौँ। फल साइडवेज छ, हामीले फिफ्थ रिट्रेसमेन्टबाट हेर्छौँ भने पनि लगभग यसले आफ्नो एउटा जुन रिट्रेसमेन्टको जुन करेक्सनको चाहिँ प्राइसको करेक्सनको गाइडलाइनहरू हुन्छ, यो चाहिँ लगभग यसले पुराको जस्तो देखिन्छ। अब यो ब्याङ्किङको सेक्टर चाहिँ फर्किनु पर्ने हुन्छ है त। ब्याङ्किङको फर्क्यो भने नेफ्टी पनि फर्किन्छ, ब्याङ्किङमा जबसम्म सेलिङ आउँछ नेफ्सीमा पनि त्यस्तै नै हुने देखिन्छ। एकदमै डल देखिन्छ ब्याङ्किङ सेक्टर है। सर्ट टर्ममा चाहिँ राम्रो छैन, लङ टर्म र मिड टर्मको लागि चाहिँ पर्फेक्टली भ्यालु एरिया जोनमा ब्याङ्किङ आएको छ। फाइनेन्समा पनि केही पनि मोमेन्टम छैन है, एकदम नयाँ नयाँ लो बनाइरहेछ। ट्रेन्ड लाइनको ब्रेकआउट थियो, सस्टेन गर्न सकेन। अब इन्ट्री गर्नुको लागि यो एरियालाई बजारले ब्याङ्किङले क्लियर गर्नुपर्ने हुन्छ। तपाईँले फ्रेस इन्ट्री यो दुईवटा बढाइको क्यान्डलमा किन्नु भएको छ भने चाहिँ तपाईँको स्टप लस भनेको चाहिँ 83 हुन्छ है। तपाईँले भर्खर फ्रेस इन्ट्री गर्नु भएको छ भने, अब मास्तिदेखि होल्ड गरेर बस्नु भएको छ भने त अब यो एरियामा बेच्ने त्यति राम्रो अप्सन नहुनसक्छ है। बरु एउटा चाहिँ राम्रो रिकभर गरेपछि बेच्नु चाहिँ राम्रो बेटर आइडिया हुनसक्छ, किनकि धेरै नै निकै नै फल भएर आइसकेको छ फाइनेन्स सेक्टर है। यो एरियामा बेच्नुभन्दा पनि अब चाहिँ यसमा चाहिँ के गर्न सकिन्छ, कि त यो हाई ब्रेक गरेर पछि चाहिँ इन्ट्री गर्ने है, बढेपछि चाहिँ इन्ट्री गर्ने, सरी कि त यो हाईहरू ब्रेक गरेर कन्फर्म ट्रेन्डको रिभर्स भयो भनेर चाहिँ इन्ट्री गर्ने। अब जस्तै मानिलियो यहीँबाट बजार फर्किदियो र यो हाईलाई ब्रेक गऱ्यो भने बरु बढ्दाखेरि इन्ट्री सेटअप लिन सकिन्छ, स्टप लस स्विङको लोको राख्ने। बरु त्योभन्दा नि बेस्ट अप्सन भने चाहिँ यो चाहिँ घटेर आउँदाखेरि किन्ने कि। जस्तै यो स्विङ लोको ब्रेक गरेर हल्का तल आएपछि बरु 2200 को एरियाहरू भने चाहिँ मलाई लाग्छ बरु यो फाइनेन्समा चाहिँ रिस्क लिन सकिने, पार्सियली रिस्क लिन सकिने एरिया भने चाहिँ 2200 को एरिया चाहिँ अलिकति महत्त्वपूर्ण हुने जस्तो लाग्छ मलाई है। यसलाई नि अहिले सर्ट टर्म ट्रेन्डमा चाहिँ त्यति राम्रो छैन। लाइफको पनि त्यति राम्रो छैन प्याटर्न। लाइफले यो एरियालाई ब्रेक गर्नुपर्ने हुन्छ, यो एरियालाई ब्रेक गर्न सकेन भने यसको डिमान्ड भनेको यहाँ देखिन्छ। यो एरियालाई पनि क्लियर गरेन भने चाहिँ यो डिमान्डसम्म चाहिँ यसले भिजिट गर्न सक्छ है, लोवर जोनको डिमान्डसम्म चाहिँ भिजिट गर्न सक्छ। लाइफमा नि पर्खर हेरेर नै देखिन्छ, त्यति राम्रो प्याटर्न चाहिँ छैन है त। लाइफले अब हामीले इन्ट्री कसरी गर्ने भने कि त यो हाईहरूलाई ब्रेक गर्यो भने यो एरियामा बरु इन्ट्री लिन सक्यो, कि त भने यो एरियामा आउँदा कस्तो प्याटर्न बन्छ यहाँबाट जान सक्ने अवस्था हुन्छ कि हुँदैन। नत्र भने चाहिँ यस्तो भयो भने यो एरियामा चाहिँ हामी बरु इन्ट्री सेटअपहरू लिन सक्छौँ, कि यो एरियामा कि यो एरियामा कस्तो बन्छ कि त यहाँ गर्ने। अहिले चाहिँ नन ट्रेडिङ जोनमा छ लाइफ इन्सुरेन्स पनि। नन लाइफमा एकदमै पावरफुल फल छ है, नन लाइफको फलमा एकदमै स्ट्रेन्थ छ, च्यानलभन्दा तल आएको छ। यो पनि नेप्चेमा सरी हाइडोमा जस्तै बेरिस फ्ल्यागवाला प्याटर्न बनाएको छ है। बरु यसमा पनि इन्ट्री भनेको लोहरू ब्रेक गरेपछि चाहिँ 1.6 अथवा 1.27 को एरियाबाट चाहिँ बरु इन्ट्रीहरू लिन मिल्छ। यो एरियातिर बरु इन्ट्री लिन मिल्छ, के गरी घटेर आइदियो भने कि त भने यो हाई ब्रेक गरेपछि चाहिँ इन्ट्री लिने। यसरी जाँदाखेरि मलाई लाग्छ यसले नि एउटा जस्ट रिकभर गरेर एकचोटि डाउन आएर अनि जान सक्ने सम्भावना अलिकति बढी छ, कि त भने कन्फर्म भएर गर्नुको लागि चाहिँ यसले चाहिँ माथिबाट आएको ट्रेन्ड लाइन छ यसलाई नै ब्रेक गर्नुपर्ने चाहिँ हुन्छ है। नन लाइफमा पनि त्यति राम्रो सेटअपहरू चाहिँ छैन। माइक्रोले आज चाहिँ रिभर्स चाहिँ गर्न खोजेको छ, कोसिस पक्कै पनि गरेको छ, तर है यो हाई ब्रेक गर्छ कि गर्दैन हेर्नु पर्यो। र अलिकति लामो फ्रेममा चाहिँ मन्थली फ्रेम कस्तो क्यान्डल भनेको छ लाइफको साइडवेज देखिन्छ कि पुरै। ओके, मन्थली फ्रेममा यो एकदमै भोल्युम आएको क्यान्डल छ है, यो एकदमै पावरफुल भोल्युम आएको क्यान्डल चाहिँ यसलाई हामीले मार्क गर्छौँ है। डेली बेसिसमा गरेर हेरौँ अब यसमा एकदमै धेरै भोल्युम आएको छ र यस्तो पावरफुल मुभ नै यो जोनबाट स्टार्ट भएको थियो है, एकदमै पावरफुल मुभ यो जोनबाट आएको थियो। मलाई लाग्छ लाइफले यो पनि राम्रो डिमान्ड एरिया हो है। यो एरियाबाट के गरी सस्टेन गर्न सकेन, यहाँबाट बढ्दियो भने त पर्फेक्ट भइहाल्यो। यो हाईहरूलाई ब्रेक गर्छ कि गर्दैन हेर्ने हो, यसबाट भोलि कस्तो वृद्धिहरू आउँछ है। होइन यहाँ रिजेक्सन खाएर चाहिँ आइदियो भने चाहिँ यो एरियाबाट चाहिँ एकदमै राम्रो र्याली चाहिँ जान सक्छ है त। लाइफको सरी माइक्रो फाइनेन्सको यो एरियाबाट चाहिँ राम्रो र्याली जान सक्छ, किनकि यो महत्त्वपूर्ण डिमान्डको एरिया हो। यहाँबाट यस्तो पावरफुल मुभ चाहिँ बजारको गएको भएर मैले चाहिँ यो एरियालाई चाहिँ अलिकति स्ट्रङ देखेको छु है त। भोलिको दिनमा यो हाईहरू ब्रेक गर्यो भने सकारात्मक नै हुने देखिन्छ। भोलि दिन बिहानको के छ यसको ओके मिड ब्यान्डभन्दा तल नै छ, अप्पर ब्यान्डलाई मोडिफाई गर्दै गयो भने त राम्रो नै हुने देखिन्छ। अहिलेको अवस्थामा चाहिँ मैले चाहिँ त्यो यो एरियामा चाहिँ अलिकति राम्रो देखेको छु है। यसको प्रोबेबिलिटी एकदमै यहाँबाट चाहिँ राम्रो मुभहरू आउन सक्छ माइक्रो फाइनेन्समा, यहीँबाट बढ्दियो भने त सकारात्मक भइहाल्यो नि। आज अदर्समा एकदमै राम्रो चाम देख्न सक्छौँ हामी, एकदमै राम्रो मुभ चाहिँ आएको थियो अदर्समा है। यसको अगाडिको महिनाको क्यान्डलहरू त्यति राम्रो छैन कि, यो हाई भोल्युम क्यान्डल चाहिँ स्टिल मार्केट यो क्यान्डलभन्दा लोमै छ कि। यो क्यान्डल यसलाई योभन्दा माथि चाहिँ कारोबार चाहिँ गरे रहेछ। यो त्यति राम्रो क्यान्डल होइन, यस्तो रिभर्सल क्यान्डल पछि एउटा राम्रो चाहिँ बेरिस क्यान्डल बनेको थियो। त्यही भएर मैले चाहिँ यसमा त्यति धेरै सेटअप चाहिँ देखेको छैन अहिलेको लागि। हुन त आज राम्रै वृद्धि भएको चाहिँ हामीले देखेको छौँ, यसमा राम्रै वृद्धि चाहिँ छ। अब यो टिक्छ कि टिक्दैन चाहिँ यसलाई चाहिँ हेर्नुपर्ने हुन्छ है त।
विकली फ्रेममा त राम्रै पर्फेक्ट बनेको छ, मिड ब्यान्डबाट फर्क्यो होला। यस्तो एक्ज्याक्टली मिड ब्यान्डबाट चाहिँ फर्केको छ। एउटा मर्निङ स्टार क्यान्डल बनाएर राम्रो ग्रिन क्यान्डल छ, यो टिक्छ कि टिक्दैन चाहिँ हेर्नु पऱ्यो। यो यसको अब सप्लाई भनेको चाहिँ विकली बेसिसमा हेर्छु भने नियर सप्लाई नै छ है, नियर सप्लाई नै छ। नेप्से बढ्यो भने त यो पनि राम्रै बढ्ला। अब अलिकति मोमेन्टम स्टार्ट भएपछि कस्तो हुन्छ भने नेप्से सानो अङ्कले बढ्दै पनि बढ्ने चाहिँ हुन्छ, कारोबार रकम राम्रै देखिन्छ। यो ट्रेन लाइनसम्म चाहिँ एकचोटि हेर्नु होला है, यो ट्रेन लाइनलाई ब्रेक गऱ्यो भने चाहिँ अलिकति सकारात्मक हुने देखिन्छ है। यो ट्रेन लाइनलाई ब्रेक गऱ्यो भने चाहिँ एउटा चाहिँ यस्तो मुभ गयो के, पावरफुल मुभ गयो है। एउटा चाहिँ एउटा फ्ल्याग बनायो है, भन्छ नि एउटा अफसाइड, स्ट्रङ अफसाइड, एउटा फ्ल्याग बनायो। फेरि यहाँबाट बढ्दै भने एउटा बुलिस चार्ट प्याटर्न नै हो यो पनि है। एउटा कारोबार रकममा वृद्धि आउनु पनि हुन्छ। यसरी यो ट्रेन लाइनलाई चाहिँ एकचोटि हेर्नु होला ल। यसलाई चाहिँ ब्रेक गर्छ भने हामीले अदर सेक्टरलाई पनि वाच लिस्टमा चाहिँ राख्न सक्छौँ है त। यो चाहिँ एउटा बुलिस चाहिँ चार्ट प्याटर्न हो है यो। यसरी मुभ जाने एउटा चाहिँ बुलिस फ्ल्याग बनाएर गयो भने यसलाई ब्रेक गर्छ कि गर्दैन हेर्नु होला। कारोबार रकममा कस्तो वृद्धि आउँछ कि आउँदैन हेर्नु होला। यहाँबाट घटेर आउनु पनि सक्ला, यसलाई ब्रेक गरेर रिटेस्ट गरेर जाने भयो भने राम्रो हुनसक्छ। अदर सेक्टरलाई पनि वाच लिस्टमा राख्ने, वाच लिस्टको अर्थ यो होइन कि किन्ने भन्ने चाहिँ होइन, वाच लिस्टमा चाहिँ राख्न सक्छौँ। डेली फ्रेम हेर्छ भने 50 दिनको मुभिङ एभरेजभन्दा तल छ। यो 50 दिनको मुभिङ एभरेजभन्दा तल आएर फेरि यो 50 दिनको मुभिङ एभरेजभन्दा माथि गइदियो र अझ यो स्विङ हाईलाई पनि ब्रेक गरिदियो भने एकदमै स्ट्रङ हुन्छ। त्यसमा पनि केले सपोर्ट गर्छ हामीलाई भने एउटा बुलिस फ्ल्यागले चाहिँ सपोर्ट गर्छ है त। बुलिस फ्ल्याग छ त्यसले पनि सपोर्ट गर्छ। अर्को अझ कन्फिडेन्स केमा आउँछ भने यो एमएसिडीमा पनि बाई आइदियो है, आरएसआई 60 भन्दा माथि गइदियो, एमएसिडीमा बाई, आरएसआई 60 भन्दा माथि, प्लस यो चाहिँ एउटा बुलिस फ्ल्यागको पनि ब्रेकआउट आयो र अनि डेली टाइम फ्रेममा 50 दिनको मुभिङ एभरेजभन्दा माथि गइदियो भने एकदमै राम्रो हुन्छ है। त्यो चाहिँ यो जुन ब्रेकआउट हुन्छ एकदमै भ्यालिड हुने सम्भावना रहन्छ। वाच लिस्टमा राख्छौँ। पिरियडभन्दा तल नै छ, अझ मन्थली पिरियडभन्दा माथि रह्यो भने चाहिँ हामीले अदर सेक्टरलाई पनि मजाले वाच लिस्टमा चाहिँ राख्न सक्छौँ है त। नत्र भने चाहिँ के सिनारी हुनसक्छ भने यो एबिसी भयो, एउटा डब्लु भयो ओके, यो माथि गएको चाहिँ एउटा एक्स रहेछ, यहाँबाट इनकेस फल आइदियो भने है त, अनि अर्को फेरि एउटा एबिसी गरेर अनि चाहिँ जान नि सक्यो होइन, यसलाई नै भ्यालिड गरेर पनि जान सक्छ। अदर सेक्टरलाई पनि राम्रै देखेको छु, वाच लिस्टमा राख्नु होला। अनि अर्को भनेको होटेलमा राम्रो मोमेन्टम छ है, पर्फेक्टली पिभोटभन्दा माथि छ, मन्थली पिभोटभन्दा माथि पनि कारोबार गरिरहेछ, 50 दिनको मुभिङ एभरेजभन्दा माथि छ, एकदमै राम्रो मोमेन्टम उसमा छ है त, होटेल सेक्टरमा छ। एमएसिडीमा पनि बाई छ, आरएसआई 60 भन्दा माथि छ, एकदमै राम्रो मोमेन्टम छ सर्ट टाइम फ्रेममा पनि है। अहिले चाहिँ मैले एकदमै राम्रो देखेको भनेको होटेल सेक्टर हो है, र यसले चाहिँ एउटा लामो कन्सोलिडेसनको पनि ब्रेकआउट गरेको छ। यो पनि यो ट्रायङ्गलको ब्रेकआउट पनि के हो त, यो पनि बुलिस प्याटर्न हो है त, किनभने यसरी अफसाइड जाने है, एउटा चाहिँ बजारले कन्सोलिडेसन गरेर स्ट्रेन्थ गेन गरेर फेरि गएको छ। अब तपाईँहरूसँग छ है, किन्ने विचार गरिरहनु भएको छ भने यसलाई वाच लिस्टमा राख्न सक्नुहुन्छ। स्टप लस भनेको यो स्विङको लो हो है, स्टप लसको साथ ट्रेड गर्नुहुन्छ भने खासै डराउनु पर्दैन कि, किनकि तपाईँले पहिले थाहा छ म यो जोनमा एक्जिट गर्छु, रङ भए पनि भन्ने हुन्छ है। हामीले हाई प्रोबेबिलिटी ट्रेड सेटअपहरू लिने हो, आफूसँग स्टप लस लिगेर ट्रेड गर्नुहुन्छ भने खासै डराउनु पर्दैन है त बजारमा। होटेललाई पनि मजाले वाच लिस्टमा राख्न सक्नुहुन्छ। एउटा सप्लाईको जोनमा छ, यसमा 1-2वटा क्यान्डलहरू पनि यो म्यासिभ मुभ दिन सक्छ है त। स्टप लस हामी नेगेटिभ कहाँ हुने, यो जोनलाई ब्रेक गऱ्यो भने चाहिँ आफ्नो स्टप लस लगाइदिने हो। अनि यसको टार्गेटहरू राम्रै दिन सक्छ है बजारले। यो ट्रायङ्गल प्याटर्न हो, ट्रायङ्गलको ब्रेकआउट हो, यसको चाहिँ हामीले चाहिँ नर्मली टार्गेट हेर्छौँ भने पनि बुलिस टार्गेटहरू नर्मली बुल मार्केटमा एचिभ हुन्छ। त्यो भनेको चाहिँ एउटा 9000सम्म चाहिँ यो फेरि पनि पुग्न सक्छ होटेल सेक्टर है। र हामीले चाहिँ यसको फिबबाट पनि हेर्छौँ भने नर्मली 1.6 को एरिया टार्गेट बजारले दिएको हुन्छ, त्यो भनेको यही लगभग 9000सम्म चाहिँ जान सक्छ। अब यसमा चाहिँ टार्गेट त हामीले आइडेन्टिफाई गरिहाल्यो। सर्ट टर्मको ट्रेड गर्नुहुन्छ भने चाहिँ तपाईँको 6540 को एरिया भनेको एउटा फर्स्ट स्टप लस हुन्छ। अलिकति मिड टर्म र लङ टर्मको लागि गर्नुभएको छ भने चाहिँ 6200 अथवा 6000 चाहिँ स्टप लस हुने गर्छ है त। यो स्विङको लो हुन्छ, अलिकति लङ टर्मको लागि गर्नुभएको छ भने मिड टर्मको लागि चाहिँ स्टप लस भनेको चाहिँ 6500 मैले चाहिँ देखेको छु है। होटेल सेक्टरमा राम्रो मुभहरू आउन सक्छ, यसलाई पनि वाच लिस्टमा राख्न सक्नुहुन्छ। डेभलपमेन्टमा साइडवेज मुभ छ है, यो पर्फेक्टली साइडवेज छ। अबको इन्ट्रीको लागि कम्ती पनि यसले चाहिँ यो हाईलाई ब्रेक गर्नु पऱ्यो, अर यो हाईलाई ब्रेक गर्नु पऱ्यो, नत्र भने चाहिँ यसले यो जुन माथिबाट आएको ट्रेन लाइन छ यसको ब्रेक गर्नु पऱ्यो है। फल पावरफुल छ, त्यति राम्रो सेटअप चाहिँ यसमा पनि बनेको छैन। अहिले चाहिँ एउटा चाहिँ राम्रो डिमान्ड क्यान्डल छ, हेरौँ यसमा चाहिँ कसरी रियाक्ट गर्छ है। साइडवेज मार्केट छ, यसलाई रेस्पेक्ट पनि यसलाई रेस्पेक्ट पनि गर्न सक्छ है। साइडवेज यो जुन फल यो एरिया पुरै साइडवेज भएर बसेको छ, यहाँ पावरफुल डिमान्ड हो। यसबाट बजारको राम्रै मोमेन्टम दिएको छ बजारले। यो यहाँबाट बजार यो फर्किएको, यहाँबाट बाउन्स पनि हुनसक्छ। त्यसको चाहिँ हामीले कन्फर्मेसन कतिखेर लेख्छु, यो हाईहरू ब्रेक गर्यो भने अथवा यो ट्रेन लाइन ब्रेक गर्यो भने कन्फर्मेसन हुने भएको। नत्र भने चाहिँ यो पनि एउटा पावरफुल जोन है यसको, यो जुन जोन छ यो पनि पावरफुलै हो है, किनकि यहाँबाट यस्तो बवाल मुभ गएको थियो है। यो एरिया पनि मलाई चाहिँ राम्रै लागेको छ। अहिले डेभलपमेन्ट ब्याङ्कमा सर्ट टर्म फ्रेममा चाहिँ त्यति राम्रो छैन। यसको चाहिँ लो क्याप कम्पनीहरूमा चाहिँ राम्रो सेलिङ आइरहेछ है। तपाईँहरूको स्टप लसहरू हिट भएको छ भने चाहिँ हुन त मास्तिर थियो यसको स्टप लसहरू हिट गर्ने एरिया, तर राम्रो फल चाहिँ आइरहेछ। अझै फल चाहिँ कन्टिन्यू नै हुने देखिन्छ डेभलपमेन्ट ब्याङ्कको लो क्याप कम्पनीहरूमा है। लामो फ्रेममा चाहिँ डेभलपमेन्ट ब्याङ्कको यस्तो चार्ट प्याटर्न हेर्दाखेरि चाहिँ यो चाहिँ के भन्छ, कप एन्ड ह्यान्डलवाला प्याटर्न छ क्या, यस्तो कप बन्यो होइन,
अनि यो चाहिँ जुन बनिरहेको यो ह्यान्डल बन्यो होइन, कप एन्ड ह्यान्डल बन्यो भने यो ब्रेकआउट आयो भने त तोप र्याली आउने देखिन्छ, तर यो ब्रेकआउट चाहिँ आउनु सकेको छैन। लामो कन्सल्टेसनमा बजार फसेको छ है। डेभलपमेन्ट ब्याङ्क लामो कन्सल्टेसनमा फसेको भएर डिमान्ड चाहिँ छ, कसरी रियाक्ट गर्छ हेर्ने। सर्ट टर्म ट्रेन्ड पोजिटिभ हुनुको लागि यो हाई ब्रेक गर्नु पऱ्यो, अनि अलिकति पोजिटिभ हुनसक्छ। अहिलेलाई चाहिँ पर्ख र हेरेर नै बेटर हुने देखिन्छ डेभलपमेन्ट ब्याङ्कमा पनि। अरू कुन छ र अब? अरू त म्यानमा ट्रेनै छैन। ट्रेडिङमा एकचोटि ट्रेडिङ हेरौँ ल। ट्रेडिङ एउटा महत्त्वपूर्ण सपोर्टको जोनमा आइपुगेको छ, ट्रेन लाइनको जोनमा पनि आइपुगेको छ। मलाई लाग्छ ट्रेडिङ यो एरियाबाट बाउन्स गर्नुपर्ने हुन्छ है। यो एरियाबाट मल्टिपल टाइम फर्केको एरिया हो, यहाँबाट यस्तो मुभ दिएको छ, सेकेन्डचोटि यस्तो पावरफुल मुभ यसैबाट आएको छ, यही ट्रेन लाइनबाट। अर्कोचोटि पनि यही ट्रेन लाइनबाट आएको छ। यो फल साइडवेजवाला फल छ, यो एरियाबाट मलाई लाग्छ ट्रेडिङ बढ्नुपर्ने हुन्छ। यो एरियाबाट बढ्यो भने अलिकति नेगेटिभ हुनसक्छ ल। यो चाहिँ किन यस्तो राम्रो यस्तो पावरफुल मुभ आएको ट्रेन लाइन छ नि, यो एकदमै मिठो ट्रेन लाइन छ है। यो एरियाबाट यो फर्किनुपर्ने हुन्छ है। यो फर्किनु भने चाहिँ अलिकति नराम्रो हुनसक्छ। मलाई लाग्छ यो एरियाबाट ट्रेडिङ फर्किनुपर्ने हुन्छ। इन्भेस्टमेन्ट कस्तो देखिन्छ? ओके, इन्भेस्टमेन्टले यो एरियामा रिजेक्सन खाएर आएको छ है। यो माथिको एरियालाई यसले ब्रेक गर्न सकेन। अबको लागि भनेको चाहिँ फल त्यस्तो पावरफुल छैन है, साइडवेजवाला फल छ। अब चाहिँ यसमा आइदियो भने चाहिँ मलाई लाग्छ ट्रेन लाइनसम्म चाहिँ आउन सक्छ। यसबाट यस्तो दामी मुभ आएको छ, योचोटि पनि मुभ पावरफुल आएको छ। यो ट्रेन लाइनले स्ट्रङ काम चाहिँ गर्न सक्छ है। यो ट्रेन लाइनतिर आउँदा चाहिँ वाचलिस्टमा राख्न सक्नुहुन्छ, किनभने यो डिमान्ड क्यान्डल यो पनि राम्रै क्यान्डल छ। यो एरियाबाट नि आएर बढ्न सक्ला। यो चाहिँ घटेर आउँदाखेरिलाई चाहिँ वाचलिस्ट राख्नु होला। नर्मली यो ट्रेन लाइनसम्म चाहिँ हेर्न सक्नुहुन्छ है। ट्रेन लाइनसम्म चाहिँ अलिकति आउने देखिन्छ, निफ्टीमा पनि फल आयो भने। हस्, थ्याङ्क यू।